Hi guys, welcome back to my channel. It's me Dia. आज फेरि म नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु अनि आजको भिडियो चाहिँ केको बारे हो भनेर हजुरहरु टाइटल हेरेर थाहा भइसक्नु होला। आज चाहिँ हामी धान रोप्न जान्ला हो अनि हिजो रातभर पानी परेकोले चाहिँ आज खेतमा पानी भइसके। खासमा चाहिँ म असार 15 गते मात्र भ्लग झार्छु भनेर बसिरा अनि पानी परेकोले चाहिँ आजै भ्लग बनाउन लाग्यो। अब डेली पानी पर्यो भने त असार 15 गतेसम्म त अभियसली धान रोप्न सकिन्छ। अनि त्यही हो, खाजाहरू सबै रेडी भइसक्यो, मम्मीहरू पनि खेत जानु भइसक्यो, म र भाइ मात्र बाँकी छ। अब हामी पनि जान्छु। अनि हिजो रातभर पानी परेकोले चाहिँ हाम्रो घरको इन्भाइरोमेन्ट चाहिँ कस्तो राम्रो देखिरहेछ कि यस्तो। लगभग यता नि सबैको धान रोप्न सकिसक्यो, एक दुईजना मात्र बाँकी छ। त्यही हो, मेरो भिडियो लास्टसम्म हेरेर इन्जोय गर्न नबिर्सिनु होला। अनि मेरो चाहिँ 1K सब्सक्राइबर पुगेको छ, प्लिज सपोर्ट गरिदिनु होला। अब त्यही हो, खेत जान्छु अनि के गर्छु हजुरलाई सबै देखाउने छु। अब हाम्रो खाजाहरू सबै रेडी भइसक्यो। मासु एउटा चाहिँ पाक्न बाँकी छ। ल यहाँ छ चना, अनि यहाँ अचार, आलु, यहाँ सिकेको साग। अब खेत गएर पार्टी। हरामी हो बेटा। गाइस हामी खेतमा पुगिसक्यो है। अनि यहाँ हेर्नु बाटोको हालत यस्तो छ के, उही यस्तो आली आलीमा हिँडिरहेको छु हामी चाहिँ। अब त्यहाँ खेतमा को आउनु भयो सबैलाई म देखाउने छु। यारो हामी यहाँ धान रोप्न आएको, खेतमा धान रोप्न आएको। यहाँले मिठो मिठो खाना पकाएर ल्याएको, खाजा पकाएर ल्याएको, मासु सासु खाने भने आऊ छिटो, यहाँ धान रोप्न आऊ सबैलाई। धन्यवाद। जिमी वापी वान्जेला ने छपना पिउवा डको। दुई शब्द जाओस् मेरो भ्लगमा। हाम्रो रोपाई सुरु भयो, तपाईहरु पनि आउनुस् खाजा खानलाई। अरिया यहाँ भ्यू यस्तो पखाल्दैछु माटो। एन्टी लाइट पऱ्यो, एन्टी लाइट। अब चाहिँ हामी धान रोप्न जान्ला हो। बिउ सबै उखालिसके। अब ऊ त्यहाँ जाने, ऊ यहाँ यो हो, यहाँ खेतमा जाने धान रोप्नलाई। अन्त यहाँ अब त्यो खाजा खानुभन्दा अगाडि चाहिँ आलु र अचार खान लाग्यो, त्यही लिन आएको। यस्तो एउटा खेत चाहिँ रोप्न सक्यो। एउटा खेत चाहिँ रोप्न सक्यो, अब दुईटा बाँकी छ। त्यही हो, खाजा खानलाई अगाडि के खान्छ त्यही खानलाई लिन आएको। यहाँ काँक्रो छ अनि यहाँ मेरो भाइ अगाडि चाहिँ आलु समातेर हिँडिरहेछ। अनि ठन्डी ठन्डी कुल हुनको लागि मैले यहाँ काँक्रो राखेको छु साइड साइडमा। खानुपर्छ अब, म नि हाल न।
बाजा तपाईको मेज त अति राम्रो छ के हो त्यस्तो राम्रो एकदम कुन जमानाको मेज हो त्यो एकदम राम्रो कौन है ये लोग कहाँ से आते हैं गो नक्की छको त हारा मजो आथे आज हामी धान रोप्न आएको हाम्रो ठुलो बाको आली बनाउँदैछ कहाँ धान रोप्न आएको मलाई हुनु नि छको जाँदै Hấp bò đó. Baja. Oh baja. Sini. Ya. Itu kesuwen kok. Chicken. खेतको आली नै बगाएर लगिसक्यो धेरै पानी परेकोले हामी चाहिँ खाना पनि खाइसक्यो होइन अनि खाजा चाहिँ हामी त्यस्तै 5 बजे 4:30 5 बजेतिर त्यस्तै खाएको अनि अहिले चाहिँ 6 बजिसक्यो पानी परिरहेको नै सक्यो अनि मम्मीहरू चाहिँ उता धान रोप्न जानुभएको छ म र भाइ चाहिँ यहाँ पानी परेर यहीँ बसिरहेको छु अनि 6 बजिसक्यो अहिलेसम्म पानी परिरहेको नै सक्यो हेर्नु न पानी परेर यहाँ सबै कस्तो अँध्यारो भयो अनि त्यस्तो भिडियो हार्नु जायो भनेर भिडियो पनि बनाएन अलि सानोतिनो भ्लग बनायो त्यतिमा मन पराइदिनु होला।